आफूलाई राजावादीको आरोप लागेपछि कलाकार दीपक राज गिरीले व्यङ्ग्यात्मक रूपमा त्यसको खण्डन गरेका छन्। सामाजिक सञ्जाल मार्फत गिरीले आफू मूलतः गणतन्त्रवादी रहेको तथ्य प्रस्तुत गर्दै राजावादीको आरोपको खण्डन गरेका हुन्। दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहले काठमाडौँको 3 कुनेमा गरेको प्रदर्शनको अघिल्लो दिन पत्रकार कलाकार सहित 31 जनाको नाम समावेश गरेर राजावादी समूहको आन्दोलनलाई बल पुग्ने गरी अपिल सार्वजनिक भएको थियो। त्यो अपिलमा कलाकार गिरीसँगै एभिन्यूज टिभीका मालिक भास्कर राज, राजकर्णिका र उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरू कुशल कुमार जोशी, भवानी राणा, पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, पत्रकार युवराज घिमिरे, टीकाराम यात्री, जीवराज भण्डारी, अधिवक्ता स्वागत नेपाल सहितको नाम थियो। हस्ताक्षर बिनै सार्वजनिक भएको त्यो अपिलमा राजावादीको प्रदर्शनमा कुनै अप्रिय घटना भएमा सरकार जिम्मेवारी हुने उल्लेख थियो। तर राजावादीले 3 कुनेमा शुक्रबार गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यो अपिलमा नाम भएकाहरूको सर्वत्र आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपिल सार्वजनिक गर्नेहरू पनि राजावादी समूहको हिंसात्मक प्रदर्शनका भागीदार भएको र उनीहरूलाई पनि सरकारले कारबाही गर्नुपर्ने आवाज उठ्न थालेपछि केहीले त्यो अपिलमा आफ्नो समर्थन नरहेको स्पष्टीकरण दिइरहेका छन्।